जोगराज नेपालले आफ्नो 18औं वार्षिक सामाजिक सभा आफ्नो 18औं वार्षिक जन्मोत्सव यो ब्राह्मण नगरपालिका वडा नम्बर 10 स्थित अपाङ्ग सेवा केन्द्रमा सहयोग गरेर बनाउन रहेकोमा र यहाँको 18औं वार्षिकोत्सव 18औं जन्मोत्सवको शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँको यो संस्था अनन्तकालसम्म रहिरहोस् र यहाँको संस्थाको यस्ता खालको सामाजिक गतिविधि गर्नका लागि यहाँका सदस्यहरू पदाधिकारीहरू सबैलाई जीवनभरि नै त्यो खालको प्रयत्न भइरहोस् र अभिप्रेरित मिलिरहोस् भनेर पनि शुभेच्छा व्यक्त गर्न चाहन्छु। र आज खास गरी यो यहाँको जन्मोत्सवको अवसरमा यो एउटा अशक्त अपाङ्गहरूको बिचमा गएर आफूले सकेको दान गर्ने सुरुवात गर्नुभएको छ। त्यसो त यहाँका लागि सुरुवात भए पनि अन्यत्रका लागि यहाँले गर्दै आइरहनु भएको छ। मैले देखिरहेको छु विभिन्न ठाउँमा तपाईँहरूले यस्तो खालको सहयोग गर्ने डोनेसन गर्ने प्रोभाइड गर्ने काम गरिरहनु भएको छ। यो समाजलाई चलायमान बनाउन समाजलाई गतिशील बनाउन यो अत्यन्त आवश्यकता भएको विषयवस्तु हो। त्यसै पनि नेपालीहरू ठुलो मानव हृदय भएका छन् र एकले अर्कालाई सहयोग गर्ने मोडल बहुत स्थापित मोडलको रूपमा रहेको छ। शिवप्रभात नेपालले यसरी सामाजिक कार्य गर्न थालेको 18 वर्ष बितिसकेको छ र यहाँहरूले सँगसँगै मुलुकमा विभिन्न ठाउँमा शैक्षिक जागरणका कार्यक्रम स्वास्थ्य जागरणका कार्यक्रमहरू गर्दै आइरहनु भएको छ। यो अरू अन्य सङ्घ संस्थाका लागि पनि अनुकरणीय विषयवस्तु भएको छ र यो अपाङ्ग अशक्त सेवा केन्द्र यहाँ सञ्चालन भइरहेको छ। उहाँले योभन्दा अगाडि यहाँ यही सँगै तल्लोपट्टिको जग्गामा चलाइरहनु भएको थियो। त्यहाँ बस्नका लागि उहाँलाई समस्या भइसके पछाडि त्यहाँ डुबान पनि भए पछाडि यहाँ लिएर आएर यो सञ्चालन गरिरहनु भएको छ। म पनि बेला बेलामा यहाँ आउने अवसर प्राप्त गर्दछु र कोही यसरी चाहिँ अशक्त अपाङ्गहरूलाई अथवा अशक्त व्यक्तिहरूलाई सहयोग गर्न चाहने व्यक्तिहरू कोहीले मलाई फोन गरे भने म यो संस्थामा गएर चाहिँ प्रोभाइड गरिदिनुहोस्, यहाँका मानिसहरूलाई सहयोग गरिदिनुहोस्, उहाँहरूलाई आवश्यकता छ। यो सहयोगले गर्दाखेरि उहाँहरूको लागि निकै ठुलो परिणाम निस्कन्छ र यसका लागि तपाईँहरूले गइदिनुहोस् भनेर मैले भनिरहेको छु। आज शिवप्रभात नेपालले चाहिँ यहाँ आएर यो प्रोभाइड गर्न लागेको देख्दा अत्यन्त खुसी लागिरहेको छ। मेरो रिकमेन्डेसनमा पनि यो ठाउँ पर्छ र अन्य यहाँहरूलाई म यही सन्दर्भमा यहाँहरू अहिले सबैजनालाई यो डिसेबल फ्रेन्डली अरू खालको केही सामग्रीहरूको आवश्यकता पऱ्यो भने पनि त्यो कुरामा ब्राह्मण नगरपालिकाले सपोर्ट गर्छ र मैले पहिलेदेखि तपाईँलाई यहाँ मैले अध्यक्षज्यूलाई खास गरी ध्यान आकर्षण गर्न चाहन्छु। यहाँहरूलाई अरू फिजिकल इन्फ्रास्ट्रक्चर बनाउने कुरामा चाहिँ भौतिक पूर्वाधार बनाउने कुरामा चाहिँ यहाँहरू भाडामा बस्नुहुन्छ। यो भाडाको चाहिँ स्थानमा हामीले त्यसरी कुनै पनि प्रोभाइड गर्न दिनु मिल्दैन। तथापि पनि अरू सामग्रीहरू प्रोभाइड गर्ने कुरामा चाहिँ हामी दिन सक्छौँ है भनेर मैले बेला बेला उहाँसँग सम्पर्क हुँदा उहाँले सहयोग गर्नु पऱ्यो भनेर वडा कार्यालयमा जाँदाखेरि मैले त्यो कुरा बताइरहेको छु र यहाँलाई पनि अरू दिनमा त्यस्तो खालको यहाँका अशक्त अपाङ्ग साथीहरूलाई केही समस्या पऱ्यो भने यहाँको जीवनस्तर अभिवृद्धि गर्नका लागि चाहे त्यो सिपमूलक तालिमहरूका सन्दर्भमा हुन सक्छन्, चाहे अन्य लाइभलीहुडसँग व्यवस्थित बनाउनका लागि अन्य कुनै तालिम सिप विकास गर्ने कुरा क्षमता अभिवृद्धि गर्ने कुरामा चाहिँ हामी सबैले सँगै चाहिँ यहाँलाई सपोर्ट गर्नको लागि तयार छौँ र अरू सामग्रीहरूले पनि यहाँको जीवनस्तरमा केही न केही सहयोग गर्छ भने त्यसको लागि ब्राह्मण नगरपालिका वडा नम्बर 10 सदैव यहाँहरूको साथमा छ। फेरि पनि गुड मर्निङ नेपाललाई आफ्नो सबै आफ्नो यो कसैको आजभोलि त डलरका कुरा गर्ने बाहिरबाट ल्याएर यहाँ बाँड्नका लागि मात्र साधक बन्नेहरूको ठुलो उपस्थिति समाजमा भइरहेको छैन। यहाँहरूले आफ्नै गाँस काटेर आफ्नै छाक काटेर आफ्नै घर परिवारको लागि रमाउने पैसाका लागि चाहिँ केही गरौँ जसका लागि आवश्यकता छ, जसले चाहिँ यसबाट चाहिँ बढुता लाभदायी हुन्छ उहाँहरूका लागि सहयोग गर्ने र त्यो सहयोगले कहीँ न कहीँ एउटा प्रभाव परोस् भन्ने हेतुले यहाँले गर्नुभएको छ। यहाँहरूको यो कार्यका लागि म अत्यन्त नतमस्तक हुँदै यहाँहरूको यो कार्यका निमित्त सराहना गर्न चाहन्छु। यहाँहरूप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। यसै खालको कार्य अरू जहाँ सङ्कटमा रहेका छन् जसका लागि आवश्यकता परेका छ त्यो आवश्यकता पहिचान गरेर आगामी दिनमा पनि यहाँले डोनेट गर्ने कार्यलाई सँगै लिएर जान हुनका निमित्त र यो संस्थाको श्रीवृद्धिको कामना गर्दै यो पुलिस कार्यका लागि फेरि पनि ब्राह्मण नगरपालिका वडा नम्बर 10 को मेरो व्यक्तिगत